हेलो गाइस, के छ खबर? सन्चै हुनुहुन्छ? मेरो नाम नेवार सर। आज म जाँदैछु स्कुल। के छ र, यस्तै छ जिन्दगी। फर्स्ट भिडियो है त लाइक सेयर कमेन्ट सब्सक्राइब गरिदिनु होला, सेयर पनि गरिदिनु होला मन परेमा। आज म स्कुल जाँदैछु, के होइन त्यही तुलिन के अरे परिचय पत्र लिन्छु, आउँछु पढ्नु भनेको थियो के अरे। अन्त आएर पढिदिन्छु, घर आएर यसो त्यसपछि हुन्छ। आज चाहिँ मैले नुहाएर आएको छु है त। घरबाट निक्लिसकेको छु म। घरबाट निक्ले अब यो हाम्रो गौडा भन्ने हुन्छ, यो कामी गाउँ हो। कामी गाउँ आइपुगेको छु। अब आउनलाई बस 15 मिनट बस आइपुग्छ। स्कुल पनि देखाउने छु हजुरलाई। स्कुलमा जान्छु, सरलाई भन्छु लिन्छु, आउँछु। हेर्न सक्नुहुन्छ आज झन् ओ माई गड घाम त टाउकोमै परेछ हो। यस्तो छ मेरो फुल गेटअप। किन टाउको चिलाएर हाँसेर आज अगाडि भाडा बोक्ने मान्छे रहेछ। ल यस्तो छ गाउँ हाम्रो। अस्ति पनि देखाइसकेँ हजुरहरूलाई। के मलाई ह्यान्सी देखेछ भन्ने गर्दा यहाँ दाउराहरू छ। लेट्स गो गाइज। आज खाना नखाइकन आएको। अस्ति आगो मार्न गएको, खुट्टा दुखेछ, खुट्टा झ्यालहरू पुरै ओह्रालो झर्न सकेको छैन। भोलि कसरी गएर अन्य भोलि एक्जाम छ। अगाडि बोक्दैन छ भारी। यता झन् ओ माई गड यताको भ्यू झन् ओ माई गड। के साह्रो गर्मी हो। गर्मी पनि लास्टै छ यार। त्यही माथि मैले यस्तो ज्याकेट लाएर आएको छु, ज्याकेट बेस्ट जुत्ता। हाय भ्यू त दामी आएको छ हो। हेर्न सक्नुहुन्छ पारी गाउँ। के भएको छ हो, ओक्को किन चिलाएको हो? नुहाएर त आएको यार, त्यही पनि टाउको चिलाइरहेको छ यार। भोलि जानु छ 8 बजी वहाँ पुग्नु छ। 3 घन्टाको टाइम हुन्छ। 3 घन्टाको टाइम पछि आउँछु फेरि। यहाँ घाँस काटेर त्यही पनि मेरो साथीहरू आज भेट्दैन, भेटेन कति
12-1 बज्छ। 10 बजीबाट 12:30 बज्छ होला। 10 बजीबाट 10 बजेर 12:30 बज्छ होला। 12:30 बजेपछि साथीहरू आउँछ, त्यो पनि आउनु सक्दिनँ म, त्योभन्दा पहिले आइदिन्छु। गयो सरसँग कुरा गऱ्यो, कुरा गरेपछि हातमा त्यो लियो अनि आयो। यहाँ चाहिँ मकै छर्नलाई जोतिसकेको रहेछ। कसैले भन्छ कि कति फ्री फायर खेलेको भन्छ यार। फ्री फायर नि एउटा वही जरिया हो, त्यही जरिया हो जो गर्लफ्रेन्डसँग टाढा खुसी बस्न सक्छ। सबैको लागि त्यही हो। कोही दिल टुटेको छ भने फ्री फायर खेल्नु आनन्द आउँछ, मजा आउँछ, भक सबै कुरा बिर्सिन्छ। मेरो पनि थियो एउटा, 1 वर्ष भयो छुटेको। 1 वर्ष हुन लाग्यो, भयो होइन, हुन लाग्यो। अहिलेसम्म 8-9 महिना भयो छुटेको। उता गइहाल्यो। अगाडिबाट बहिनीहरू आउँदैन। चौबरमा एकछिन बस्छु, 5-10 मिनट बस्छु। 5-10 मिनट बसेपछि फेरि जान्छु। लास्टै कन्न दुखेको छ बा। यहाँ चाहिँ चौपारी। अब त्यहाँ हरिको भाइ छ, हरि भाइ के छ र, भेट्दै गरौँ पछि। एकछिन म बस्छु अनि जान्छु। म स्कुलबाट आइसकेपछि घरतिर हिँड्दैछु। बेलुका रबिन थिम जान्छु। रबिन थिम गएपछि के हुन्छ, घर अलिअलि चिज बनाउँछु। चिज बनाइसकेपछि अनि हुन्छ। के मान्छे देखेछ? रबिनलाई फोन गरेको, रबिन उठाएन। अहिले कल ब्याक गर्छ होला।